होइन आइज सर मैले हजुरको खिचेको छैन हेर्नुहोस् तपाईँ म मेरो भ्लग मात्रै बनाउँछु होइन समात्नु भयो समाते यो पनि हालिदिनु ल एउटा दुईवटा तीनवटा चारवटा पाँचवटा होइन गरम गरम नयाँ धरम धरम वान ओहो पोल्दो रहेछ ल एउटा दुईवटा भैयाको होइन ए बबाल मजा मिर्चाई पुरा फ्रेस है मिर्चाई हाँ ओके सो हे गाइज नमस्ते नमस्कार के छ तपाईँहरूको हालखबर म चाहिँ एकदम सन्चै छु तपाईँ पनि सन्चै हुनुहुन्छ एन्ड वेलकम ब्याक टु विमल ज्याक्सन ब्लग वेलकम टु माई डुकाटी हेर्नुहोस् मेरो डुकाटी रेडी छ होइन सो आज चाहिँ दाइहरू आउनुभएको छ यसो स्पेसली घुम्नलाई हामी चाहिँ डाँडातिर घुम्न गइरहेको छौँ होइन दाइहरू चाहिँ वेटिङ गरेर आएको छ मलाई म चाहिँ बाइक लिन आएको थिएँ प्लस क्यामेरा पनि मसँग थिएन सो अब चाहिँ यहाँको सफर सुरु हुन्छ लगाए है त गाईले मलाई कुरेर बसिरहनु भएको छ दाइहरू अनि म चाहिँ क्यामेरा लिन आएको थिएँ सो गाई जहिले हाम्रो बाटो पनि खतरा बनिरहेको छ है तपाईँ हेर्न सक्नुहुन्छ आदि बनेको छ आदि बनेको छैन र यो कति बेला मलाई पनि लगभग बन्नै आँटिसकेको छ यता हेर्नु पुरै कम्प्लिट भइसकेको छ भनेपछि उता चाहिँ लास्टसम्म गइसकेको छ क्या एन्ड आज चाहिँ एकदम रमाइलो हुन्छ गाइस डु सब्सक्राइब माई च्यानल यो बिचमा किन बनेको छैन भनेर सोच्नु भयो होला भन्ने पर्दाखेरि यहाँ चाहिँ अलिकति विवाद परिरहेको छ क्या त्यही भएर अनि यो चाहिँ आइसक्यो हाम्रो गाउँको चोक मेन चोक यहाँ अगाडि छ त्यहाँ मेन चोकमा एउटा उयो पनि थियो है यहाँ मेन चोकमा यो पनि सुकिसकेको छ हेर्नुहोस् यस्तो छ है दामी छ है दामी छ नि गाइस हेर्नु कस्तो दामी रमाइलो छ प्लस यहाँ चाहिँ खासमा एउटा पिपल के भन्छ अरे फुलको बोर्ड छ यता ग्राउन्ड भइहाल्यो यतातिर स्कुल भइहाल्यो है यता फिल्ड छ यहाँ वाटर कार्यालय भइहाल्यो एकदम हेर्दै कस्तो हरियाली छ होइन अहिले जानु त्यो डाँडातिर जानु लागेको छ यहाँ चाहिँ मन्दिर पनि छ हेर्नुहोस् दामी छ त्यो यहाँ बजार आज भइसकेको छ होइन ट्रेन का ढोगा कब से दिया पार्टी जाती करो पार्टी ले पद्दू हाँ हाँ या पद्दू पार्टी गर्न गइरहेको छ है हेर्नुहोस् दादा पार्टी गर सो दाइ त्यहाँ कुदाउनु भएको छ मलाई म पनि आइसकेको छु लाइक अझै बवाल हुन्थ्यो होला घामै लागेको छैन यार है आई एम ब्याक फुल्ली लोडेड यो हेलमेट राम्रो गरिस् यो टाउको त मलाउँछ भाइ अनि सर ब्याट्री बच्चा छिटो ल रेडी हेलो हेलो हेलो
गाइस जब हामी हिँड्न लागेको छौँ अहिले पानी पर्ने अवस्था पनि गम्भीर देखिरहेको छौँ होइन पानी पर्ला पर्ला त देखिरहेको छौँ है पानी पर्ला जस्तो छ अवस्था म दुकाटीमा चढिसक्यौँ बिलबुक सिलबुक नै चिनेर पनि टेन्सन त नै हो सो हामी पुगिसकेको छौँ नुहाउनुको लागि गाइस त्यो पनि खोलामा ल गाइस हामी आइसकेको छौँ अर्को गाउँ यो गाउँको नाम चाहिँ राधापुर हो यहाँ मेरो साथीको घर पनि छ यार राधापुर मेरो साथीको घर पनि छ होइन तर त्यो साथी नै छैन अहिले हेर्नुहोस् है यस्तो दामी छ हेर्नुहोस् है भरि फोहोर छ यार के भन्नु होइन पानी पर्ने सिजन यस्तै हो गाइस हेर्नु न कस्तो दामी देखिरहेको छ यार हो देखिरहेको छ बाटो हेर्नुहोस् पानी पर्ने सिजनमा पनि रमाइलो चाहिँ हुन्छ है त रमाइलो चाहिँ गर्नुपर्छ गाइस है अरू त केही छैन नभएको पैसा पनि खर्च गर्ने भन्ने हाम्रो सोच हो गाइस अहिले हामी आइपुगिसकेको फाइनली बन्दीपुर अनि यहाँ हेर्नु न कस्तो फर्सीहरू के यार फर्सी होइन खरबुजाहरू खतरा खरबुजाहरू बिक्दो रहेछ है हामी चाहिँ बजारतिरै छिरेछौँ यता लिचीहरू पनि छ हेर्नुहोस् लिची बेचेर बसिरहेको छ मान्छेहरू यता चाहिँ तरकारी बजार रहेछ बन्दीपुर जाउँला सेल्फी हानौला भने यही हो बन्दीपुर बजार यही हो गाइस हामी चाहिँ अहिले बन्दीपुरमा छौँ सेल्फी हान्दैन त नभनौँ यहाँबाट एउटा दुईवटा कुरा लिएर जानुपर्ने हुन्छ सो अब हामी चाहिँ डाँडा माथि जाने हो नि त होइन त्यही भएर यहाँ दाइले चाहिँ कट्टु लिँदै हुनुहुन्छ होइन हाई हाई हेलो नमस्ते दर्शन व्हाट्सअप त्यहाँ नि काम लाग्छ नि खाना लागि कति पैसा निकालिदियो अब सब पैसा निकालिदियो त्यो राख्नु न तल के लाम चप क्या छ आन्टी एगो 5 रुपियाँ दाइ के लाम चप कति लाम के यसलाई भन्छ झिल्ली यसलाई भन्छ चप बरी 100 रुपियाँको अङ्कल सबै धदिनु मिलाके नहीं ये धो दियो झिल्ली धो दियो ये चप धो दियो बरी चीज 4 मिलाकर धो दिनु 100 रुपियाँ 25 रुपियाँको धो दिनु कचरी आर त झिप्ले हे हो दियो धो दियो धो दियो न कागज ले धप तो गाइस यसलाई भन्छ झिल्ली यसलाई भन्छ बडी हैन यो भनेको कचरी भयो यो भनेको आलु चप हेर्नुस् भर्खर यहाँ बनाउँदै हुनुहुन्छ आन्टीले हैन चप उ निकाल के धो दिनु आन्टी यो झिप्ले बबुआ भर्खर पकाइ लिया के बर्तन बने देखे रे नहीं वो धो दिनु त यो बढ़िया लाग्दै बढ़िया त सब लाग्दै त्यो त है ल लिँदै हुन्छु यो पनि हालिदिनु ल एउटा दुईटा तीनटा चारवटा पाँचवटा हैन गरम गरम नयाँ धरम 1 ओहो पोल्दो रहेछ ल एउटा दुईटा तीनवटा चारवटा पैसा पुरमा हाल्दिनु पाँचवटा ल कति हाल्दिनु भयो अङ्कल जी सबै धदिले यहाँ ल हामीले लिइसकेका छौँ होइन ल यी पैसा लियो त ल गाइस यहाँ हाम्रो चटपटी पनि रेडी भइसकेको छ हेर्नु ढिला होला जस्तो छ होइन मिर्चाई रोइ दिन्छ त बाप रे 2-4वटा त्यत्रो खान सकिँदैन हो खाइदिन्छु काला नुन धदो नहीं भगल नहीं बेसी नै धर काला नुन धदो त बढ़िया एक्स्ट्रा काला नुन पनि हाल्दै जानु जन ल भगल
फाइनली डेस्टिनेसनमा हामी आइपुगेका छौँ होइन। तर यहाँ पानीको अवस्था लास्टै गम्भीर देखियो होइन। के उता गएर हिँड्नु न, त्यहाँ पानी भएको पानीको अवस्था एकदम गम्भीरै देखिरहेको छौँ भनेपछि यहाँ नुहाउने कुरा भएन। यस्तो दामी ठाउँमा नुहाउन आएको थियौँ हामी। हेर्नुहोस् दामी ठाउँ छ। रोक्नु पानी पनि धेरै छैन रहेछ। पानी पनि धेरै छैन रहेछ, +4 पनि भइसक्यो। यस्तो छ यार पानी। ल केही नुहाउनु पर्दैन, घुम्ने खाने हिँड्ने। पानी नै राम्रो छैन यार, के नुहाउनु यस्तोमा। भैयाको मजा होइन ए बवाल मजा है। मिर्चाई पूरा फ्रेश है। मिर्चाई ओइ तो गाइज यो यहाँ पप्पी पनि हामीले भेटिसकेका छौँ होइन। हामी सँगसँगै आइदिएको रहेछ यो पनि। लेखा त बाबु टोक्छ क्या टोक्दैन। ओइ छोक्यो हामी नुहाउन आएको मान्छे यहाँ यसो चटपट खाएर पिकनिक मनाएर फर्किन लाग्छ गाइस। सो खै दिन हाम्रो दाइ चाहिँ नुहाउने धेरै रहर लाग्नु लागेको थियो। हामी ल जाउँ न भनेर लिएर आएको, तर पानी यस्तो भएको कारणले हामीले यहीँ चटपटे के खानेकुरा खायो। पाउनु खानेकुरा खायो होइन। अनि अब यही हो, घुमघाम गयो भाइ, त्यही हो। जम ल गाइज हामी बजार पनि घुम्न आइसकेका छौँ है। चाहिँ खसीको मासु, यता चाहिँ माछा, यतापट्टि माछा। अरे बा छुटको माछा, सानो माछा। यी छोटका माछा किन दिन्छ? 300 ऊ वाला 100 रुपियाँ किलो। यो 300 रुपियाँ किलो रे, त्यो 100 रुपियाँ। यो चाहिँ जिउँदो माछा रहेछ गाइज, हेर्नुहोस्। हेलो यहाँ पुलिसले समातेको छ, अहिले फोन नगराए। हाम्रो बाइकको बिल बुक छैन, समातिसक्यो। ला राख एकछिन राख। सो गाइज यहाँ हाम्रो बाइकको बिल बुक छैन है, बाइक समातिसकेको छ हेर्नुहोस्। अब यस्तै छ होइन, अब के गर्नु, कहिले काहीँ हुँदैन। गाह्रो छ, के गर्नु होइन, यस्तै हो, कहिले काहीँ हुन्छ होइन। आइज सर, मैले हजुरको खिचेको छैन, हेर्नुहोस् तपाईँ। म मेरो भ्लग मात्रै बनाउँछु होइन। ए हुन्छ हजुर, हुन्छ। समात्नु भयो समाते है, पुलिसले समाते चाहिँ। अब उहाँले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि होइन भनेको त ठिकै हो, अनुमति बिना भिडियो नबनाउनु, तर सार्वजनिक ठाउँमा बनाउनु त मिल्छ नि। त्यही पनि हामीले त्यस्तो धेरै उयो गरेन, हामी यहीँ नजिकको छौँ, सधैँ आइरहने मान्छे। अब आज बिलबुक ल्याउन मैले बिर्सेकै थिएँ, माछा साछा यहीँ लिएर आएको भनेर भनेको त तल जानु।
माछा त फ्रीमै पाउनु भयो दाइ माछा त फ्रीमै पाएको भन्छ हाम्रो सर ट्राफिक सरले 100 रुपियाँमा किनेको मान्छे त फ्रीमै भयो भनेर भन्छ ठिकै छ फुल ट्राफिक सर भेटेको थियो त्यही भएर जीवनमा नयाँ अनुभव गर्न पायो नयाँ एक्सपिरियन्स हेर्न पायो आज बिल्कुल नभए त सिधै चिट त काट्थ्यो तर अब हामी घर छेउको पुलिस रहेछ सर यसो यस्तो हो